नमस्ते सबैजनालाई। आज पनि हामी एउटा छुट्टै विषय लिएर आएका छौँ। आज पनि हामी छुट्टै विषयमा कुरा गर्न गइरहेका छौँ। कतिलाई थाहा छ छैन यो विषयमा, हामीहरूले भोगिरहेका हुन्छौँ यो विषयहरू, यो समस्याहरू भोगिरहेका हुन्छौँ। तर हामीलाई यो समस्या के हो भनेर अन्दाज हुँदैन, थाहा हुँदैन, त्यो जानेको मान्छेहरू पनि कोही हुँदैन। र हामी यस्तो समस्याहरू चाहिँ सामान्य होला भनेर न चिकित्सकको सल्लाह लिन जान्छौँ न केही नै गर्छौँ है। त्यही भएर आज चाहिँ हामी पोस्टपार्टम भन्ने कुरामा चाहिँ हामी बुझ्न गइरहेका छौँ। पोस्टपार्टम भनेको चाहिँ सुत्केरी भइसकेपछिको 6 हप्ताको पिरियड हुन्छ नि, बच्चा जन्मिएपछिको 6 हप्ताको पिरियडलाई चाहिँ पोस्टपार्टम भन्छ। सामान्यतः त्यसरी बुझौँ हामी। अब यसमा हुने अरू कुराहरू डिफ्रेन्ट छ होइन, त्यसको बारेमा हामी बुझ्दै गरौँला। लगभग अब 6 हप्ता भनेको 7 छक्का 42 दिनको अवधिलाई चाहिँ पोस्टपार्टम पिरियड भन्छ। अनि अब यसमा चाहिँ अब मानसिक र शारीरिक परिवर्तनहरू चाहिँ महिनौसम्म पनि रहन सक्छ कि। अनि यसले निम्त्याउने समस्याहरू चाहिँ अब शारीरिक मानसिक तनावहरू होइन, स्ट्रेसहरू, त्यसपछि के भन्छ उदासीपनहरू, त्यस्तोहरू सिम्पटम्स आयो भने चाहिँ पोस्टपार्टम, अब त्यसलाई चाहिँ के भन्छ पोस्टपार्टम ब्लुजहरू भन्ने कुराहरू छ होइन। यसको बारेमा चाहिँ यो चाहिँ विशेष त समग्र सबैले बुझ्दा राम्रो भयो। अनि विशेष त अब त्यो सुत्केरी हुन लागेको महिलाहरू दिदीबहिनीहरूले चाहिँ यो विशेष त बुझ्नु पर्यो। अनि त्यसमा हस्बेन्डले पनि बुझ्नु पर्यो। यो किन हुन्छ त है। अब यो पोस्टपार्टम भन्ने चाहिँ किन हुन्छ त भन्ने विषयमा हामी प्रवेश गरौँ है त। एस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोन चाहिँ अचानक घट्नाले चाहिँ यो चाहिँ महिलामा हुने रिप्रोडक्टिभ अब यो के भन्छ सेल हुन्छ कि रिप्रोडक्टिभ हर्मोन हो, त्यसले चाहिँ त्यसमा चाहिँ कमी आउनाले चाहिँ यस्तो अब यो हुने रहेछ। अब एस्ट्रोजनको काम चाहिँ के हो भन्दाखेरि महिलाको यौन तथा प्रजनन अङ्गको विकास गराउने हो। अनि महिनावारीको चक्रलाई चाहिँ त्यो नियन्त्रण गर्नलाई त्यसले काम गर्छ एस्ट्रोजनले चाहिँ। अब प्रोजेस्टेरोन भन्नेले चाहिँ गर्भाशयको भित्री तहलाई गर्भ रहन उपयुक्त बनाउँछ भनेको छ है। अनि अर्को भएको छ अनि गर्भ बसेपछि गर्भलाई सुरक्षित राख्न मद्दत गर्छ। अब तिनीहरू भयो। अनि त्यसमा चाहिँ अब कमी आउनाले के हर्मोनल चेन्ज हुन्छ नि, अब महिलामा विशेष त अलिक बढी चेन्जहरू हुन्छ, हर्मोनल चेन्जहरू हुन्छ। इभन पिरियडको टाइममा पनि चेन्ज हुने हर्मोन्सहरूले, अब मुड स्विङ हुने, त्यसपछि चिडचिडाहट हुने हो, त्यस्तो अवस्था त्यसले गर्दा पनि हुने रहेछ। अनि अर्को समस्या मेन भनेको चाहिँ प्रसुतिको थकान र शरीरको रिकभरी हुन्छ अरे क्या। प्रसुतिको थकान क्या, अनि शरीरको त्यो थकित महसुस अब प्रसुतिपछिको त्यो हुन्छ नि एउटा स्ट्रेस। अब झन् विशेष त कस्तो महिलालाई हुन्छ भन्दाखेरि चाहिँ यो पहिलोचोटि बच्चा जन्माउने या पहिलोचोटि बच्चा भएको महिलालाई चाहिँ यो बढी हुन्छ। अनि रातभर बच्चाको हेरचाह गर्दा निन्द्रा नपुग्नु होइन। अब त्यो बानी, अब कुनै पनि कुराको बानी लाग्न त टाइम लाग्छ नि त। त्यो भएर चाहिँ रातभर बच्चाको हेरचाह गर्दा निन्द्रा नलाग्ने होइन, चिडचिडाहट हुने हो, त्यस्तो अवस्थाले पनि अनि यस्तो समस्या आउने रहेछ। स्तनपान नयाँ, अब अर्को भनेको स्तनपान भयो, नयाँ जिम्मेवारी, तनाव र चिन्ता भयो। अब स्तनपान त अब पहिलो बच्चा जन्मिएपछि त गराउँदाखेरि त त्यो केही अब अप्ठ्यारो पनि हुन्छ, गाह्रो पनि हुन्छ होइन। अनि त्यसपछि मजाले सुतिरहेको मान्छेलाई अब त्यो बच्चा जन्मेपछिको त्यो निन्द्रा नपुग्नु, चिडचिडाहट हुनु, बच्चा कराउनु, रुनु होइन, त्यसले अलिकति मेन्टल्ली गर्छ क्या, डिस्ट्र्याक्ट गर्छ त। अनि त्यस्तो कुराले पनि यो हुँदो रहेछ होइन। अब कसलाई हुन्छ भन्दाखेरि चाहिँ एज वी अल नो द्याट होइन, यो चाहिँ सुत्केरी महिला प्राय सबलाई हुन्छ। तर विशेष क्या, अब सुत्केरी महिला सबैलाई हुन्छ भन्ने चाहिँ हुँदैन, तर प्रायलाई चाहिँ त्यो हुन्छ। अब कतिले देखाउँदैनन् अनि त्यो कुरालाई सामान्य हो भनेर नेग्लेक्ट गरिरहेको हुन्छन्, तर प्रायलाई हुन्छ। अनि विशेष पनि जो पहिला डिप्रेसन र एङ्जाइटीको शिकार भएका छन् नि होइन, जो पहिला डिप्रेसनबाट गुन्जिएका छन्, अनि स्ट्रेसहरू अलिकति स्ट्रेस हर्मोनहरू बढी खेलिरहेको महिलाहरूमा चाहिँ बढी हुने रहेछ। डिप्रेसन एङ्जाइटीहरू भएर होइन, पहिल्यै तनावमा जिन्दगी गरिसकेको होइन, तिनीहरूलाई हुने रहेछ। अनि परिवार वा साथीबाट सहयोग कम भएको, पारिवारिक रूपमा चाहिँ त्यो परिवारसँगको सम्बन्ध राम्रो नभएको, साथीभाइहरू धेरै नभएको, साथीभाइहरू हुँदा पनि अब साथीभाइसँगको त्यो भेदभाव हुन्छ नि त, अलिकति
कोही अब ठुलो लेभलको साथी र अनि सानो लेभलको साथी हुँदाखेरि त्यहाँको डिफ्रेन्स दूरीले गर्दाखेरि होइन त्यो मनमा पर्ने कुराहरू त्यस्तोलाई चाहिँ अलिक बढी हुने सम्भावना हुँदो रहेछ। अर्को भनेको चाहिँ आर्थिक वा पारिवारिक तनाव भयो। आर्थिक त मेन कुरा भइहाल्यो होइन, जसको पनि जता पनि आउँदाखेरि एज अ होल हेर्दाखेरि चाहिँ मेन भनेको चाहिँ आर्थिक समस्या छ भनेदेखि त्यसले अनेक कुराहरू निम्त्याउँदो रहेछ क्या। परिवारमा एउटा सदस्यको आगमन भइसकेपछि अब त्यसलाई हेरचाह गर्नुपर्ने, त्यसलाई जन्माए अब त्यसलाई पाल्न होइन, पालन पोषण गर्न गर्नको लागि चाहिँ अब त्यसको लागि चाहिँ आर्थिककै चाहियो नि त, मेन पैसाकै कुरो भयो। अनि त्यो कुराहरू चाहिँ कसरी सम्हाल्ने होला, के गर्ने होला भन्ने कुराहरू त्यो सोचले गर्दाखेरि पनि त्यो भयो। अनि पारिवारिक तनाव कि चलो होइन, अब सासू ससुरासँगको झै झगडा पनि हुने, सासूले किचकिच गर्ने या आफ्नो पतिले पनि आफ्नो कुरा नबुझ्ने, त्यो कुराहरूले गर्दा पनि यो समस्या चाहिँ उत्पन्न हुने रहेछ विशेष त। अनि अर्को भनेको चाहिँ कठिन प्रसुति वा बच्चाको स्वास्थ्य समस्या भयो। कठिन क्या, अब त्यो सामान्य हुन्छ नि त, अब के भन्छ नर्मल डेलिभरी हुँदा पनि त्यो कठिन पाराले भयो, कठिनसँगले भयो भने अब त्यो डिप्रेस हुन्छ क्या मान्छेहरूलाई, सोच अलिकति त्यो तनावग्रस्त हुने भयो। अनि अर्को भनेको चाहिँ के भन्छ सिजरिङहरू, अनि सिजरिङको अनि लामो समयसम्मको त्यो दुखाइ पेन होइन, अनि त्यसपछि बारम्बार ड्रेसिङको समस्या, बारम्बार हस्पिटल जाने पर्ने समस्या, त्यहाँमाथि बच्चालाई स्तनपान गराउनु पर्ने हरेक कुराहरू त्यसले निम्त्याउने भयो त्यो। अनि अर्को भनेको चाहिँ ट्विन्स वा समयभन्दा अघि जन्मिएको बच्चा भयो, ट्विन्स। अब ट्विन्स भयो भने पनि यस्तो समस्या हुने रहेछ है। ट्विन्सले गर्दाखेरि अब चिडचिडाहट हुने, दुईवटा बच्चा सम्हाल्न गाह्रो हुने होइन, त्यो झाङ्गल झिङ्गल हुने, त्यस्तो टाइपको समस्या भयो। अनि अर्को चाहिँ समयभन्दा अघि जन्मिएको बच्चा भयो, समयभन्दा अगाडि बच्चा जन्मियो भने पनि त्यस्तो हुँदो रहेछ है त। त्यो भयो, त्यो चाहिँ कसलाई हुन्छ भन्ने भयो। हामीले अब किन हुन्छ र कसलाई हुन्छ विशेष त भन्ने कुरामा अहिलेसम्म बुझ्यौँ। अब हामी बुझ्छौँ पोस्टपार्टमको लक्षणहरू चाहिँ के हुन् त है। अब यसमा पनि कुनै न कुनै रोग लाग्दाखेरि या भनौँ कुनै न कुनै मानसिक समस्या आउनुभन्दा अगाडि केही न केही सिम्पटम्स त हुन्छ नि त हरेक कुरामा। त्यो भएर चाहिँ यसमा चाहिँ सामान्य अवस्थामा हेर्ने हो भने चाहिँ शारीरिक परिवर्तन हुने रहेछ है। शारीरिक परिवर्तनमा चाहिँ पेट दुख्ने वा पाठेघर खुम्चिने भयो, योनिबाट रगत बग्ने भयो, स्तन दुख्ने वा दुध भरिने, अनि धेरै थकानहरू भयो है। यो सामान्य कुराहरू हो है, यो बुझिहाल्नुहुन्छ। अनि अर्को भनेको चाहिँ यो विशेष त बुझ्नुपर्छ है, यो भर्खर बच्चा जन्माइरहनु लाग्नु भएको छ, अहिले प्रेग्नेन्ट हुनुहुन्छ, फर्स्ट टाइम हुन्छ नि, फर्स्ट चाइल्ड डेलिभरी गर्न जाँदै हुनुहुन्छ भनेदेखि तपाईँले पनि बुझ्नु पऱ्यो, तपाईँको श्रीमानले पनि बुझ्नु पऱ्यो है यो कुराहरू। अनि मानसिक परिवर्तन भयो, अर्को भनेको चाहिँ मेन भनेको चाहिँ मानसिक परिवर्तन भयो। यसमा अब यिनीहरू भनेको सामान्य आउँछ है, त्यो अवस्थामा सबैले गर्नुपर्छ भन्ने हुन्छ, मेन चाहिँ मानसिक समस्या हो कि। अब मानसिक समस्या भयो भनेदेखि चाहिँ यसले अनेक कुराहरू उत्पन्न गराउँछ क्या। भनिन्छ नि होइन, इफ यु आर स्टेबल इन यर माइन्ड, त्यसपछि फिजिकल्ली चाहिँ यु विल बी स्टेबल एज अ होल रे क्या। त्यही भएर मानसिकमा चाहिँ मेन भनेको चाहिँ पोस्टमार्टम ब्लुज भन्ने हुन्छ क्या, पोस्टमार्टम ब्लुज होइन। यसमा चाहिँ धेरै आमाहरूमा हुन्छ र यो चाहिँ भनेको पोस्टमार्टम ब्लुज भन्ने चाहिँ धेरै आमाहरूमा हुने रहेछ। 2-3 दिनपछि सुरु हुन्छ, बच्चा जन्मेको 2-3 दिनपछि सुरु भएर इट लास्ट टु अप टु 2-4 हप्तासम्म क्या, 4-5-6 हप्तासम्म पनि यो लास्ट हुन्छ अरे। अनि यो आफै कम हुँदै जाने कुरा हो। अब त्यो परिवारको साथ सहयोग होइन, अब त्यो हेरचाहले गर्दाखेरि नै त्यो कम हुँदै जाने भयो, आफै कम हुने भयो अरे होइन। कारण बिना रुन मन लाग्ने भयो, अर्को मुड छिटै परिवर्तन हुने, चिन्ता वा झर्को लाग्ने, चिन्ता र झर्को चाहिँ म्याक्सिमम लाग्छ है यो अवस्थामा। अनि अर्को भनेको चाहिँ थर्डली चाहिँ पोस्टपार्टम डिप्रेसन भन्ने हुन्छ। मेन चाहिँ अब यो पोस्टपार्टम ब्लुज भयो, पोस्टपार्टम डिप्रेसन भयो, निरन्तर उदास हुने क्या, उदास एक्लै छु जस्तो हुने, अनि त्यो चिडचिडाहट हुने होइन, थकित हुने, अनि कुनै काममा रुचि नलाग्ने होइन, कुनै पनि काम गर्न मन नलाग्ने क्या। अनि धेरै डर वा चिन्ता लाग्ने, धेरै डर भइरहने क्या, डर किन होला, के होला होइन, के हुन्छ अब यसपछिको के हो, मैले के गर्न सक्छु सक्दिनँ, मैले बच्चालाई राम्रो स्याहार दिन सक्छु सक्दिनँ भन्ने कुराहरू भयो। अनि
बच्चासँग माया वा सम्बन्ध जोड्न गाह्रो हुने, त्यो किन जन्माइछु बच्चा होइन, यो बच्चा नभएको भए मेरो लाइफ छुट्टै थियो भन्ने टाइपको त्यो फिलिङ्सहरू आउँछ नि। यो त्यसले गर्दा यो पोस्टपार्टम डिप्रेसन चाहिँ म्याक्सिमम महिलाहरूलाई भइरहेको हुन्छ। यो कुरामा चाहिँ परिवारले ध्यान दिनुपर्छ, मोस्टली चाहिँ आफ्नो हस्बेन्डले ध्यान दिनु पऱ्यो है यो कुरामा चाहिँ। अनि अर्को भनेको चाहिँ धेरै वा धेरै कम सुत्ने, कि त धेरै सुत्ने कि त धेरै कम सुत्ने क्या, रातभरि निद्रा नलाग्ने। अनि होइन भने चाहिँ सुत्दै गर्ने क्या, बच्चालाई बोबो खुवायो त्यसपछि सुत्दै गर्ने त्यो समस्या भयो। अनि आफूलाई वा बच्चालाई हानि पुर्याउने विचार आउनु, मैले भने नि होइन, अब उमेर अब यङ एजमा या टिन एजमै भयो भने त झन् त्यो समस्याहरू बढी उत्पन्न हुने रहेछ। किन बच्चा जन्मायो, मेरो बच्चा जन्माउनु थिएन, बच्चा भएपछि मेरो लाइफ यस्तो भयो होइन, आफूलाई सम्हाल्न नसक्ने अवस्थामा यो बच्चालाई कसरी सम्हाल्नु भन्ने कुराहरू भयो। त्यसले गर्दा चाहिँ बच्चालाई हानि पुर्याउने कतिपय हामीले केसहरू देखेका छौँ। सानो बच्चालाई होइन आफ्नै आमाले मारिदिएको गरिदिएको, अनि आफै पनि सुसाइड गरेको केसहरू छ होइन। त्यस्तो समस्याहरू, त्यस्तो अवस्थाहरू सिर्जना हुने रहेछ। त्यो भएर यो विषयमा चाहिँ अब मेन चाहिँ अब यो समाधान गर्ने भनेको चाहिँ कसरी भन्दाखेरि अब हामी चाहिँ यसको समाधानमा चाहिँ के हुन सक्छन् त भन्ने कुरामा जाउँ है त। पर्याप्त आराम गर्ने वा सम्भव भएसम्म निन्द्रा पुरा गर्ने। अब सम्भव भएसम्म चाहिँ किन भनेको भन्दाखेरि बच्चा जन्मिएपछि बच्चा जति बेला नि रुन सक्छ होइन, जति बेला पनि उठ्न सक्छ, या नसुती रोइरहन पनि सक्छ नि रातभरि। हो त्यही भएर सम्भव भएसम्म चाहिँ निन्द्रा पुरा गर्ने भनेर भने है। अनि पौष्टिक खाना खाने वा प्रशस्त पानी पिउने, यो वा होइन नै हो है, धेरै पौष्टिक खाना र पानी चाहिँ प्रशस्त खानु पऱ्यो क्या। अब त्यो भर्खरको सुत्केरी महिलालाई चाहिँ पौष्टिक आहारहरूको त आवश्यक पर्छ नि त, त्यो बच्चाको लागि पनि चाहियो, आफ्नो लागि पनि चाहियो होइन। त्यस्तो गाह्रो गरेर बच्चा जन्माएको हुन्छ, त्यही भएर प्रशस्त पानी पिउने, यो कुराहरू चाहिँ छुट्याउने नहुने कुरो है। यो परिवारले पनि बुझ्नुपर्ने कुरो है। अनि परिवारबाट सहयोग लिने, मेन चाहिँ परिवारबाट सहयोग लिने, आफूसँग भएका कुराहरू पनि खोल्ने उ गर्ने, त्यसपछि श्रीमानसँग पनि कुरा खोल्ने, परिवारसँग पनि कुरा खोल्ने। ती भयो आफ्नो भावना वा भनेले होइन, अर्को नम्बरमा आएको रहेछ होइन, आफ्नो भावना श्रीमान, परिवार वा विश्वासिलो व्यक्तिसँग सेयर गर्ने। आफूलाई के भइरहेछ, आफू केबाट गुज्रिरहेको छ त होइन, कस्तो अवस्था आइरहेको छ त, मलाई कस्तो सोचहरू आइरहेको छ भन्ने कुराहरू चाहिँ म्याक्सिमम सेयर गर्नु पऱ्यो आफ्नो श्रीमानसँग होइन। श्रीमानसँग त म्याक्सिमम खोलिरहेकै हुन्छ नि त होइन, श्रीमानसँग नि खोल्न अप्ठ्यारो भयो भनेदेखि आफ्नो विश्वासिलो व्यक्ति होइन, अब कतिपय केसमा सासू पनि हुनसक्छ, कतिपय केसमा दिदी हुनसक्छ, बहिनी हुनसक्छ, त्यो कुराहरू चाहिँ मनभित्र गुम्साएर राख्दै नराख्ने है, त्यो कुरा चाहिँ खोल्नै पऱ्यो। अर्को भनेको चाहिँ रेगुलर चेकअप चाहिँ चाहियो है। रेगुलर चेकअप जाने, समस्याहरू छ भनेदेखि हस्पिटल कुदिहाल्ने, हस्पिटल गयो औषधि खानु पऱ्यो हो भन्ने चाहिँ सोच्नु भएन, किनकि रोग लाग्दै त्यसलाई थमथमायो भने न बल्झिन पाउँदैन। त्यो भएर रेगुलर चेकअप अर्को कुरा भयो। अर्को भनेको चाहिँ उदासी चिन्ता 2 हप्ताभन्दा बढी भए चाहिँ, उदासी चिन्ता चाहिँ 2 हप्ताभन्दा म्याक्सिमम जान थाल्यो भने चाहिँ साइकोलोजिस्ट, साइकाट्रिस्ट या भनौँ स्त्रीरोग विशेषज्ञसँग चाहिँ सरसल्लाह लिनु पऱ्यो। र परिआएको खण्डमा उहाँको सल्लाह बमोजिम चाहिँ औषधि लिनलाई हिचकिचाउनु भएन। औषधि खानु र फेरि के अप्ठ्यारो होला भनेर सोच्नु भएन, किनकि त्यसलाई कन्ट्रोल गर्नको लागि यो अपनाउनै पर्छ। अर्को भनेको चाहिँ हस्पिटल जानै पर्ने अवस्था पनि आउन सक्छ है। कस्तो अवस्थामा भन्दाखेरि चाहिँ आफूलाई वा बच्चालाई हानि गराउने पुर्याउने सोच होइन, यो अवस्था चाहिँ आयो भनेदेखि चाहिँ तपाईँ तुरुन्तै हस्पिटल जानु पऱ्यो। घरमै समाधान हुन्छ भनेर बस्नु भएन, या श्रीमानले साथ दिइहाल्नुहुन्छ भनेर पनि बस्नु भएन क्या, किनकि त्यो भनेको चाहिँ लास्ट स्टेज हो क्या। किनकि त्यो भनेको जुन बेला पनि आउन सक्छ क्या, जुन बेला पनि दिमागले काम गर्न छोड्छ, जुन बेला पनि आफूलाई ह्याम्पर पुर्याउन सक्छ, बच्चालाई पनि ह्याम्पर पुर्याउन सक्छ। त्यो भएर हस्पिटल कुदिहाल्नु पऱ्यो। अनि कस्तो अवस्थामा जानु पऱ्यो भन्दाखेरि चाहिँ वास्तविकता नचिन्ने अनि भ्रम देख्ने वा आवाज सुन्ने क्या। अब भ्रम सिर्जना हुने क्या, आफैमा भित्र मन खेलाएर उ भएर अनि आवाज सुन्ने, डिफ्रेन्ट आवाजहरू सुन्ने, कान गुन्जिरहने क्या।
कसैले नबोलाए पनि बोलायो कि भने जस्तो, अनि कसैले मलाई सरापिरहेछ कि गाली गरिरहेको छ कि भन्ने कुराहरू होइन, त्यस्तो सोच आउन थाल्यो भने पनि तुरुन्त हस्पिटल जानु पऱ्यो। अब यसलाई चाहिँ के भन्छ भन्दाखेरि चाहिँ साइकोलोजीको भाषामा चाहिँ पोस्टपार्टम साइकोसिस भनेर भन्छ, यसको सङ्केत हो भनेर भन्छ होइन। त्यही भएर यस्तो अवस्था छ भने चाहिँ तुरुन्त मनोचिकित्सकसँग, साइकोलोजिस्टसँग, साइकाइट्रिस्टसँग या भनौँ स्त्रीरोग विशेषज्ञसँग चाहिँ गएर सरसल्लाह लिइहाल्नु पऱ्यो। अनि थर्डमा चाहिँ के छ भन्दाखेरि अत्याधिक रक्तस्राव 38 डिग्री सेल्सियस भन्दा बढी ज्वरो आयो, दुर्गन्ध आयो, अनि त्यसपछि सास फेर्न गाह्रो भयो भनेदेखि चाहिँ तपाईँ हस्पिटल तुरुन्त जानु पऱ्यो है त। त्यस्तो छ कुरो। आज हामीले कुरा गऱ्यौँ पोस्टपार्टमको बारेमा। सो कतिलाई थाहा पनि थिएन होला, कति सुत्केरी महिलाहरूलाई पनि थाहा हुँदैन मलाई के भइरहेको छ के भइरहेको छैन भन्ने कुराहरू। त्यही भएर चाहिँ यो चाहिँ अधिकांश मान्छेलाई, अधिकांश सुत्केरी महिलाहरूलाई, विशेष त फर्स्ट टाइम बर्थ दिन गइरहेको महिलाहरूलाई चाहिँ यो हुने रहेछ। त्यही भएर यो हुन्छ नै, यसलाई समाधान गर्न सकिन्छ घरमै पनि। यो 2-4 हप्ता भएपछि आफै कम हुँदै जाने विषय हो, तर त्यो बढ्दै गयो भनेदेखि चाहिँ हस्पिटल जानु पऱ्यो। अनि घर परिवारले पनि साथ दिनु पऱ्यो। विशेष त यस्तो अवस्थामा आफ्नो श्रीमतीलाई बोझ हुने कामहरू हुन्छ नि त, त्यसमा चाहिँ सहयोग गर्नु पऱ्यो। विशेष त श्रीमानले यो अवस्थामा भार आफ्नो काँधमा लिनु पऱ्यो, श्रीमतीको काँधमा भार राख्नु भएन धेरै है त। सो आज चाहिँ हामी यति नै कुरा गर्छौँ। भिडियो कस्तो लाग्यो, भिडियोलाई लाइक सेयर फलो गर्न नबिर्सनु होला। अनि यदि तपाईँहरूलाई जिज्ञासा छ कुनै पनि विषयमा, यो विषयमा चाहिँ बोल्दै हुन्थ्यो भन्ने टाइपको छ भनेदेखि चाहिँ मलाई कमेन्ट गर्न सक्नुहुन्छ, त्यो विषयमा म बोल्छु रिसर्च गरेर है त। सो बाई बाई, ह्याभ अ गुड डे, टेक केयर।